aplauso para mami y papi, porque en verdad rompieron. So hi everyone. हामी चाहिँ अहिले रेडी भयो जानलाई 11 बजे हिँड्ने भनेको कति बजिसक्यो अहिले हामी कति बजे रे अहिले 12:30 बजे आउने जन्तुहरूको मुखहरू यिनीहरू ढिलोहरू मुस्ताङ जाने जुत्ता है हैन यो चप्पल आउटफिट चेक यो चप्पल आयो म एबीसी त गहो लेट कमर्सहरू सबैजना हाई गाइस अब हामी चाहिँ यहाँबाट हिँड्न लाग्यो यिनीहरूले यस्तै ढिलो गर्यो अब पेट्रोल पम्पमा गएर भेट्नुपर्छ हामी चाहिँ भर्खरै यहाँबाट हिँड्यौँ अब हेम्जामा गएर पेट्रोल हाल्छौँ के अरे त्यहाँ चाहिँ हाम्रो साथीको पेट्रोल पम्प छ सबैजना त्यहीँ गएर पेट्रोल हाल्नु होला त्यहीँ गएर भेटौँला अहिले यहाँको बाटो त के देखाउनु तपाईँहरूलाई सो हामी चाहिँ अहिले हाम्रो साथीलाई पिकअप गरिसक्यो हेम्जाबाट अब मेरो पछाडि चाहिँ मेरो एज अलवेज फर एभर ट्राभलर पार्टनर छ अब हामी यहाँबाट पेट्रोल हाल्छौँ तिमी नि हाल्ने हो हामी अहिले नौराडामा आइपुग्यौँ यहाँ ग्यारेजमा खै के गर्न रोकेको थियो यिनीहरूले त्यहाँ चाहिँ मेरो बाइक छ के भयो आउटफिट चेक वाउ मुस्ताङ प्रिमियम रेनकोट चप्पल हाम्रो लिडरै लिडर जता गए पनि फाइनेन्सियली यही लिडर नि यही हामी चाहिँ यही छ म चाहिँ अघि नै पुग्न पर्ने अझ यही हो यस्तो छ हालत हामी चाहिँ अहिले मालढुङ्गामा आइपुग्यौँ यो चाहिँ हाम्रो बाइकहरू टिकटक हेर न दिनभर टिकटक भइरहेको त्यहाँ भइहाल्छ देखाउन त नहुने हो अर्काहरूलाई सो हामी चाहिँ यहाँ हो हामी अहिले खाजा खान रोकेको मालढुङ्गामा सो यो चाहिँ हाम्रो बिहानदेखिको फर्स्ट मिल हामीले केही पनि खाएको छैन बिहानदेखि भोकै छ कोही कोही चाहिँ यहाँ फेरि डाइटमा रे एकदम डाइटमा डिप्रेसन हो कि यो डिप्रेस भएको के हो यो है प्लिज कसैले यसलाई हस्पिटल लैजानु छ भने कन्ट्याक्ट गर्नु होला गाइज सी इज अ डक्टर बिकज उसले सिपिआर दिन्छ प्लिज एकचोटि फेरि रिपिट फोन चाहिँ डेढ हुँदो रहेछ अनि उसले चाहिँ सिपिआर दिन्छ कसरी सिपिआर दिन्छ एकचोटि ट्राई गरिदिनुहोस् ऊ खोल्ले यसरी खोल्छ यो फोन चाहिँ सिपिआर अब यहाँबाट जम्सन चाहिँ 91 किलोमिटर देखाउँछ कति बेला पुग्छ त्यो थाहा छैन गाइस त्यही हो बाटो बाटोमा देखाउँदै गर्छु मसँग यो चेस माउन्ट यहाँको सबै छैन सबै हराएर अस्ति मनाङ जाने बेलामा त्यही हो कोही कोही चाहिँ हिँडिसक्यो छोडेर बाटो चाहिँ यस्तो छ गाइस बल्ल बेनी कट्यो बेनी आइपुग्यो अब कतासम्म यस्तो थाहा छैन बरु मनाङमा यति हिलो थिएन होला यार अहिले त ध्वस्तै भएर त मुस्ताङ त पानी परेर होला सायद बाटो हेर्नुहोस् बाटो ट्रक त हाँस्न सबैजना हल्का डर लाग्ने बाटो यही होला हौ अलिकति यहाँ त ध्वस्तै भइरहेछ बाटो है बाटो
Kristika's father. Same for me. Oh. Come on, Christy, come on. Go, Christy, go. Go, Christy, go. Go, Christy, go. Go, Christy, go. Ay. सो हामी चाहिँ भर्खरै रुप्से झर्ना आइपुग्यो हाम्रो साथीहरू चाहिँ लाइक यहाँ बसेर फोटो खिच्दै थियो कि तर यताबाट पहिरो गयो कि यो ढुङ्गाहरू खस्यो कि ओ माई गड तर अरू मान्छेहरू त्यहाँ गइरहेछ कि लाइक यताबाट पहिरो आइरहेछ कि उनीहरूलाई थाहा छैन यो पानी परेको बेला आउनु भनेको चाहिँ बाटो पनि धोस्दै रहेछ योभन्दा त बरु मनाङै सजिलो छ होइन मलाई चाहिँ त्यस्तो लाग्यो मेरो पोइन्ट अफ भ्यू के रे के फोन रे टुकटुके हेरे Bro. What a side eye. Look at his naku palko costa. One friend be like, मेरे अकेली का फोटो खींचना हो Okay. उसको फोन खोलेन रे सीपीआर ले खोल्छ Look at her digital camera सस्ता वाला डिजिटल क्यामेरा काम चलाओ मुझे कुछ नहीं बोलना ये ने पुल हल्लेको यार गाइस ओ माय गॉड यसमा मेरो यो को क्लिपहरु राख्दैन ओके ल यो भ्यू हेरेर मलाई च्याङ्ग्रा के हुन मन लाग्यो च्याङ्ग्रा हुने मान्छे कस्तो राम्रो घाँस त हेल्दी होला जस्ट लुक एट द भ्यू कि गाइस ओ माय गॉड पहिलाको पालि आउँदा यस्तो ग्रिनेरी चाहिँ थिएन अहिले चाहिँ क्यामेरामा रियल्ली क्याप्चर चाहिँ भएन होइन तर डेन्जर छ कि लाइक गुज बम्सै आउने टाइपको भ्यू छ कि हामी चाहिँ बार्बिक्यू गर्दै हो Oh my god. Look at them. They are not giving us. They are giving. Get it, Ramesh? They are giving. Good morning, everyone. So हामी चाहिँ हिजो होलिडे क्याम्पमा बसेको थिएँ अनि यही मेरो होलिडे क्याम्प चाहिँ ओए गुड मर्निङ भने हामी चाहिँ हिजो यहीँ बसेको थियौँ अनि रातिको चाहिँ खासै खिच्न पाएन भन्दा नि मैले बिर्सेँ कि खिच्ने अलिअलि क्लिपहरू सो दिस इज द मर्निङ भ्यू नाइस सजिलो होलिडे क्याम्प चाहिँ सो यो चाहिँ हाम्रो ब्रेकफास्ट हो हामी सबैजना खाना लगाएको हामी चाहिँ अघि खास माथि गएर खाने भन्थ्यो तर ब्रेकफास्ट खाएर जानु पर्यो सो गाइस
अहिले चाहिँ कति 10:30 भइसक्यो अनि हामी चाहिँ बल्ल यहाँबाट जान लागेको म खास 11 बजी पोखराको लागि हिँड्छु भनेको अब माथि स्याङ लेक हो कि कतातिर हो जाम भनेको छ त्यहाँ जान 1 घन्टा भनिसक्यो अरे आधी घन्टा 1 घन्टा अब उताबाट गएर अनि तल झरेर म चाहिँ एक्लै फर्किनु पर्ला अनि यिनीहरू चाहिँ भरे अब माथि जङ्सनतिर डुलेर फर्किन्छु भन्ने यही नै हो होलिडे क्याम्प आउँछ यता बाटोबाट अनि देख्न सक्नुहुन्छ यताबाट आयो भने ठ्याक्कै यहाँ बाटोमै छ नाइस छ जे होस् पिसफुल छ यहाँको स्टाफहरू नि सबैजना राम्रो छ नाइस छ वेलकम टु सेकोङ लेक भन्यो होइन त स्याङ लेक भन्छ हामी चाहिँ अहिले हिँड्दैछौँ कहाँ जानु लाग्यो अरे हामी होइन स्याङ लेक भन्थ्यो म्यापमा त सेकोङ लेक पो रहेछ लास्टमा त यो भ्लग अन गरिस् त के बोल्ने हुँदो रहेछ गाइज फर्स्ट टाइम भएर नि होला मैले चाहिँ खास पहिल्यैदेखि भ्लग गर्छु भनेर सोचेको थिएँ होइन सबैले घर भनेर मलाई मोटिभेट गर्थ्यो कि तर गर्थेँ मैले अनि फेरि पछि झ्याउ लागेर गर्दै नगरिदिनु कि लाइक कहिले क्यामेरा एङ्गल नमिलिदिनु कहिले के हुने टाइम पनि नपाउने अब फेरि कामले गरेर छुट्टी पनि हुँदैन खासै स्याटरडे हो छुट्टी हुन त म राइडहरू त गरिरहेको छु होइन अस्ति मनाङ जाँदा पनि अलिअलि क्लिपै खिचेको थिएँ त्योहरू नि सबै पोस्ट गर्नै बाँकी छ कि मैले एडिट गर्नै देखाएन केही गर्न नि गएको थिएन अब यो भ्लग पनि कहिले हाल्छु अहिले म हाल्छु कि हाल्दिनँ पनि थाहा छैन फुल्ली हाल्यो भने चाहिँ प्लिज सबैजनाले माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला केही मिस्टेक्सहरू छ भने मलाई भनिदिनु होला इट्स माई फर्स्ट टाइम आफ्टर अल ल ये भी थक गई बहन जति थाके नि म चाहिँ थाक्दिनँ गाइज म त हिँड्छु काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग की वजह से बाटो चाहिँ यस्तो छ गाइज बाइक आउन त आउँथ्यो कि तर डट बाइकहरूलाई मात्रै सजिलो जस्तो मलाई हाम्रो बाइक त त्यस्तै हो हाल्न सक्यो भने त हाल्न सकिन्छ तर जेसुकै माया लाग्छ बाइकको सो गाइज यही नै रहेछ यहाँको लेक गाइज हामी चाहिँ अहिले त्यो लेक हेरेर झर्दै हो त ल आधी चाहिँ उता अर्को लेक हेर्छु भनेर गयो हामी पनि जान्छु होला फेरि मलाई फर्किनु छ नि त अब त 12 बजिसक्यो 5 बजीभित्र जस्तै पुग्न त्यही भएर हो बिचरा मैले गरेर यिनीहरू पनि मलाई तलसम्म छोड्न जान्छु भनेर फर्किँदैन आइम सो सरी फर द्याट म एक्लै फर्किन्छु भन्दा चाहिँ दिएन यिनीहरूले भ्यू हेर्नुहोस् न ओ माई गड यो मुस्ताङ आएदेखि होइन मैले हिजोबाट जस्ट भ्यू हेर्नुहोस् न जस्ट लुक एट द भ्युज मात्रै कतिचोटि भन्यो होला अब ठाउँ नै यस्तो छ होइन जति लाइक देयर इज नो वर्ड्स टु एक्सप्लेन के एकदमै आनन्द आए जस्तो हुन्छ कि यो ठाउँमा आएपछि चाहिँ सबै बिर्सिन्छ नि त हिल हुन्छ लाइक त्यो भ्यूले नै हिल गर्छ नि त हामी चाहिँ यहाँ आइपुग्यौँ अघि हामी यहाँबाट हिँडेर कहाँ पुगेको थियौँ माथि अहिले आइपुग्यौँ हामी फर्किसक्यौँ अब होलिडे क्याम्पमा गएर ब्यागस्याग प्याक गरेर निस्किन्छु म चाहिँ अहिले लेटेमा हो मैले चाहिँ मेरो साथीहरू चाहिँ अहिले बाई भनेर आइसकेँ म चाहिँ अब एक्लै फर्किन लाग्यो फर्किन नि मन थिएन तर कामले गर्दा फर्किन नि पऱ्यो अहिले चाहिँ म यहाँ छु त्यही हो अब हेरौँ बाटोहरू कस्तो छ के छ मैले एक्लै खिच्न नि मिलेन राम्रोसँग अब बेला बेलामा त्यही अगाडि देखाउँछु सो गाइस म चाहिँ तातो पानी आइसकेँ अनि म चाहिँ उताबाट कति त्यस्तै 2 बजे बेलातिर हिँडेको थिएँ अनि अझै चाहिँ 3:39 भयो ठ्याक्कै मलाई छिटो जान हो त्यही भएर म छिटो झरेको हो कि अब तातो पानीबाट गेनी धेरै छैन होला खोला हेर्नु न आमामा बढेर अस्ति आउँदा त यत्रो त थिएन यार म चाहिँ भर्खरै बेनी आइपुगेँ 3:30 जति भयो होला 4 बजी पुग्ने भनेको त्यस्तै भयो अब 1 घन्टामा पुग्छ पुग्दैन थाहा छैन
म यहाँ रोक्दिनँ फेरि ढिलो हुन्छ उतै घरतिरै गएर रेस्ट त्यस्तै अब केही खाएको पनि छैन बिहानबाट त्यही ब्रेकफास्ट गरेको थियो भात पनि खाएको छैन भोक त लागिरहेछ तर एक्लै त अब कता बसेर खाना पनि झ्याउला छिट्टै चल्दैछ अब पोखरै गएर भेट्छु होला कतै रोक्दिनँ होला म सायद फाइनल्ली गाइस 5 बजे अहिले अनि म भर्खरै घर आइपुगेँ त्यही हो डेन्जर थकेला है यताको हात त लास्ट उठ्यो अरू त के भन्ने गाइस 2 बजे हिँडेको थिएँ जे होस् अनि 5 बजे चाहिँ आइपुग्यो घर अब फ्रेसेस हुन्छु अनि फेरि काम छ बाहिर जान त्यही हो गाइस अब यो भ्लग हाल्यो भने प्लिज सबैजनाले माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला अझ यसरी नै धेरै नै भ्लगहरू हाल्नेछु पछि फ्युचरमा पनि क्यामेरा किनेछु झनै बगाल आउँछ तिमीले टिप वाच माया गरिदिनु होला सपोर्ट गरिदिनु होला सबैजनाले बाई बाई